आज मलाई तपाईँलाई व्यक्तिगत प्रश्न सोध्नु थिएन, सोध्नु पर्ने भयो। ताप्लेजुङको गाउँबाट ढुङ्गे साहु कि साँगु तपाईँको होइन त? साँगु। साँगुको त्यो गाउँबाट एउटा मादले झोला बोकेर काठमाडौँ ओर्लेको ठिटो हो नि त तपाईँ। आज तपाईँको जो प्रकारको राजस्वी जीवनशैली छ, तपाईँको कुनै व्यापार व्यवसाय छ? के राजस्वी छ त मलाई तपाईँको कुनै व्यापार व्यवसाय छ? गाडी चढ्नुहुन्छ, सुट लाएर हिँड्नुहुन्छ, होटल रेस्टुरेन्टमा खानुहुन्छ, सबै चिज गर्नुहुन्छ नि। योभन्दा राजश्री के हुन्छ र नेपाली जनताको तुलनामा? यो त एकदम सामान्य जीवन छ। यो कसरी आउँछ? तपाईलाई अब काठमाडौँमा घर छ तपाईँको? हरेक वर्ष हामीले सम्पत्ति विवरण बुझाउँछौँ। अस्ति भर्खर 2 दिन अगाडि मैले बुझाएको छु। 1,67,00,00,000 मैले वाणिज्य ब्याङ्कबाट ऋण ल्याएको छु। मेरो श्रीमतीले सञ्चय कोष र नागरिक लगानी कोषबाट दुईटा गर्दा 50-60 लाख कति अझै बढी होला। उहाँ त जागिरी हुनुहुन्छ। जागिरको ऋण हामीले ल्याएको छौँ होइन। त्यसपछि केही व्यक्तिगत ऋणहरू लिएर मैले घर किनेको छु। नभएको त होइन, छ नि मसँग। आलिशान घर छ काठमाडौँमा? छ। समझ रहे हो? आलिशान हो कि के हो अब त्यो चाहिँ हेर्नु न। कस्तोलाई आलिशान भन्छ, कस्तोलाई सामान्य भन्छ होइन। अब म माथि यति धेरै प्रश्न छन् भने होइन, तपाईँको व्यापार छ? बुझेँ कि म माथि तपाईँको व्यापार छ? छैन। कुनै व्यवसायमा लगानी छ? छैन। अनि त्यत्रो ऋण कसरी तिर्नुहुन्छ? मसँग छ नि त। मेरो श्रीमतीको तलब छ, मेरो चाहिँ तलब छ, मैले चाहिँ ब्याज तिर्ने हो, मसँग मेरो केही पैतृक सम्पत्ति पनि होलान्। म एउटा मध्यम वर्गको मान्छे हुँ। साँगुको पैतृक सम्पत्ति काठमाडौँको झापामा पनि छ। मेरो बाबुले 2008 सालमा तेह्रथुमको एउटा स्कुललाई 13,000 आइसी चन्दा दिनुभएको थियो। त्यति बेला त्यो आज 13 करोड हुन्थ्यो होला। कति हुन्थ्यो होला होइन? त्यसको मतलब म एकदमै सम्पन्न मान्छेको परिवार हुँ त्यो भने होइन। एउटा चिज भनिदिनुहोस् त, एकचोटि कति महिना मन्त्री हुनुभयो? 15 महिना भए, 11-12 महिना कोभिडले खायो। कोभिडले खायो कि तपाईँले खानुभयो? कोभिडले खायो नि के काम गर्न पाइयो? एकचोटि